के तपाईलाई थाहा छ नेपालमा सबैभन्दा शक्तिशाली व्यक्ति को हुन्? के त्यो केवल प्रधानमन्त्री हुन् वा पर्दा पछाडि बसेर देशका ठूला निर्णयहरू प्रभावित गर्ने अरू कोही छन्? एउटा व्यक्तिको निर्णयले नेपालको अर्थतन्त्र बदलिन सक्छ, एउटा आदेशले देशको सुरक्षा प्रणाली प्रभावित हुन सक्छ। र साथीहरू, यो सूची केवल पदको आधारमा होइन, कार्यकारी शक्ति, राज्य संयन्त्रमा प्रभाव, निर्णय क्षमता र जनप्रभावका आधारमा तयार गरिएको छ। लेट्स स्टार्ट द भिडियो गाइज। वेलकम टु टप 10 पावरफुल पर्सन इन नेपाल। प्लिज सब्सक्राइब एन्ड सपोर्ट आवर चैनल। नम्बर 10 मा रहेकी छिन् सोभिता गौतम। नेपालको राज्य प्रणालीमा कानुन र न्यायसँग सम्बन्धित मन्त्रालयको भूमिका निकै संवेदनशील हुन्छ। सोभिता गौतम नयाँ पुस्ताबाट उदाएकी प्रभावशाली राजनीतिक अनुहार हुन्। युवा पुस्ताको प्रतिनिधित्व गर्दै राजनीतिमा प्रवेश गरेकी उनले सांसद र सार्वजनिक बहसमा आफ्नो उपस्थिति बनाएकी छिन्। कानुन मन्त्रालय जस्तो महत्त्वपूर्ण जिम्मेवारीले उनलाई राज्य सञ्चालनको एउटा महत्त्वपूर्ण क्षेत्रमा प्रत्यक्ष प्रभाव दिने अवसर दिन्छ। कानुन निर्माण, न्याय प्रणालीसँग सम्बन्धित नीति र संस्थागत सुधार जस्ता विषयहरू देशको दीर्घकालीन भविष्यसँग जोडिएका हुन्छन्। नम्बर 9 मा रहेका छन् विश्वनाथ पौडेल, नेपाल राष्ट्रिय ब्याङ्क गभर्नर। देशको अर्थतन्त्र नियन्त्रण गर्ने शक्ति कहाँ हुन्छ? धेरै मानिसको जवाब हुन्छ सरकारमा। तर वास्तविकतामा अर्थतन्त्रको स्थायित्वमा एउटा अर्को संस्था पनि निकै महत्त्वपूर्ण हुन्छ, नेपाल राष्ट्रिय ब्याङ्क। नेपाल राष्ट्रिय ब्याङ्कका गभर्नर विश्वनाथ पौडेल देशको मौद्रिक नीतिका प्रमुख निर्णयकर्ता मध्ये एक हुन्। ब्याङ्किङ प्रणाली, मुद्रास्फीति नियन्त्रण, विदेशी मुद्रा सञ्चिति, ब्याज दर नीति र वित्तीय स्थायित्व जस्ता विषयहरूमा राष्ट्रिय ब्याङ्कको भूमिका निर्णायक हुन्छ। सरकारले बजेट बनाउँछन्, तर देशको पैसा प्रणाली कसरी चलाउने भन्ने विषयमा राष्ट्रिय ब्याङ्कको ठूलो प्रभाव हुन्छ। नेपाल जस्तो आयातमा निर्भर अर्थतन्त्र भएको देश विदेशी मुद्रा सञ्चित, ब्याङ्किङ क्षेत्रको सुरक्षा र आर्थिक स्थिरता अत्यन्तै संवेदनशील विषय हुन्। नम्बर 8 मा रहेका छन् विराज भक्त श्रेष्ठ, ऊर्जा मन्त्री। नेपालको विकासको एउटा मुख्य आधार हो ऊर्जा। बिजुली, जलविद्युत र ऊर्जा पूर्वाधार नेपालको आर्थिक भविष्यसँग प्रत्यक्ष जोडिएका छन्। यही कारणले ऊर्जा मन्त्रालय सम्हाल्ने व्यक्ति देशको रणनीति क्षेत्रमा ठूलो प्रभाव राख्छन्। विराज भक्त श्रेष्ठ नयाँ पुस्ताबाट आएका सक्रिय राजनीतिक व्यक्तित्व हुन्। ऊर्जा क्षेत्र केवल बिजुली उत्पादनको विषय मात्र होइन, यसमा जलविद्युत आयोजना, लगानी, उद्योग विकास, विद्युत व्यापार र नेपालको दीर्घकालीन आर्थिक रणनीति जोडिएको हुन्छ। त्यसलाई कसरी विकास गर्ने, निजी क्षेत्र र सरकारी निकाय बीच कसरी समन्वय गर्ने र ऊर्जा क्षेत्रलाई आर्थिक वृद्धिसँग कसरी जोड्ने भन्ने विषयमा ऊर्जा मन्त्रालयको भूमिका अत्यन्तै महत्त्वपूर्ण हुन्छ। नम्बर 7 मा रहेको छ रक्षा सम्बन्धी नेतृत्व, अशोक राज सिग्देल। नेपालको शक्ति संरचनामा सुरक्षा क्षेत्रको स्थान सधैँ महत्त्वपूर्ण रहँदै आएको छ। नेपाली सेनाको नेतृत्व गर्ने प्रधान सेनापति अशोक राज सिग्देल देशको सुरक्षा प्रणालीभित्र सबैभन्दा प्रभावशाली पदमध्ये एकमा छन्। प्रधान सेनापतिको जिम्मेवारी केवल सेना सञ्चालनमा गर्नु मात्र होइन, राष्ट्रिय सुरक्षा, विपद व्यवस्थापन, सीमा सुरक्षा सहयोग र सङ्कटको समयमा राज्यलाई सहयोग गर्ने महत्त्वपूर्ण भूमिका पनि यस पदसँग जोडिएको हुन्छ। नेपाल जस्तो भूराजनीतिक रूपमा संवेदनशील देशमा सुरक्षा संस्थाको प्रभाव अझ विशेष हुन्छ। राजनीतिक नेतृत्व परिवर्तन भए पनि सुरक्षा संस्थाको स्थायित्व राज्यको नियन्त्रणसँग जोडिएको हुन्छ। त्यसैले प्रधान सेनापतिको निर्णय क्षमता र संस्थागत पहुँच निकै महत्त्वपूर्ण मानिन्छ। नम्बर 6 मा रहेका छन् रवि लामिछाने। नेपालको राजनीतिमा केही व्यक्तिहरू पदभन्दा पनि आफ्नो प्रभावका कारण शक्तिशाली हुन्छन्। रवि लामिछाने त्यस्तै एक नाम हो। पत्रकारिताबाट आफ्नो यात्रा सुरु गरेका रवि लामिछानेले छोटो समयमा नै नेपाली राजनीतिमा ठूलो हलचल ल्याए। परम्परागत राजनीति दलहरूप्रति निराश भएका धेरै नागरिकका लागि उनी नयाँ विकल्पको रूपमा देखा परे। उनको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टीले नेपाली राजनीतिमा नयाँ बहस सुरु गर्यो। विशेष गरी युवा पुस्तामा उनको लोकप्रियता उल्लेखनीय रह्यो। रविको सबैभन्दा ठूलो शक्ति अहिले कुनै सरकारी मन्त्रालय होइन, बरु उनको जनसमर्थन, सञ्चार प्रभाव र राजनीतिक पहुँच हो। नेपालमा सामाजिक सञ्जाल र जनमतको भूमिका बढिरहेको समयमा रवि जस्ता नेतृत्वको प्रभाव अझ महत्त्वपूर्ण बनेको छ। नम्बर 5 मा रहेका छन् सुदन गुरुङ, गृहमन्त्री। कुनै पनि देशमा सबैभन्दा संवेदनशील मन्त्रालय मध्ये एक हो गृह मन्त्रालय, किनकि आन्तरिक सुरक्षा, प्रशासन, शान्ति व्यवस्था र राज्यको दैनिक व्यवस्थासँग यो प्रत्यक्ष जोडिएको छ। गृहमन्त्रीसँग देशभित्रको सुरक्षा संयन्त्र सञ्चालन गर्ने महत्त्वपूर्ण जिम्मेवारी हुन्छ। प्रहरी प्रशासन, सुरक्षा चुनौती, ठूलो घटनाको व्यवस्थापन र आन्तरिक स्थायित्व जस्ता विषयमा गृह मन्त्रालयको भूमिका अत्यन्तै ठूलो मानिन्छ। सुदन गुरुङले सम्हालेको यो जिम्मेवारी उनलाई सरकारभित्र शक्तिशाली स्थानमा राख्छ। देशमा राजनीतिक आन्दोलन, सुरक्षा चुनौती र कुनै ठूलो सङ्कट आउँदा गृह मन्त्रालयको निर्णय क्षमता सबैभन्दा बढी परीक्षण हुन्छ। प्रधानमन्त्री पछि सरकारको प्रभावशाली मन्त्रालयहरूमध्ये एक हो गृह मन्त्रालय। नम्बर 4 मा रहेका छन् शिशिर खनाल, परराष्ट्र मन्त्री। नेपालको शक्ति केवल देशभित्र मात्र सीमित छैन। नेपाल दुई ठूला शक्तिशाली राष्ट्र भारत र चीन बीचमा रहेको देश हो। यस्तो अवस्थामा नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालन गर्ने व्यक्ति अत्यन्तै महत्त्वपूर्ण हुन्छन्। परराष्ट्र मन्त्री शिशिर खनालको जिम्मेवारी
नेपाललाई विश्व मञ्चमा प्रतिनिधित्व गर्ने र विदेशी सम्बन्ध व्यवस्थापन गर्ने हो। कूटनीतिक अन्तर्राष्ट्रिय सम्झौता, वैदेशिक लगानी, छिमेकी राष्ट्रसँगको सम्बन्ध र नेपालको वैश्विक छवि जस्ता विषयमा परराष्ट्र मन्त्रालयको भूमिका निर्णायक हुन्छ। सानो अर्थतन्त्र भए पनि नेपालको रणनीतिक स्थानका कारण यहाँको विदेशी नीति अत्यन्तै संवेदनशील मानिन्छ। भारतसँगको सम्बन्ध, चीनसँगको सहकार र अन्तर्राष्ट्रिय संस्थासँगको सम्बन्ध, यी सबै विषयले नेपालको भविष्यमा प्रभाव पार्छन्। परराष्ट्र मन्त्रीको एउटा निर्णयले अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि बदलिन सक्छ। नम्बर 3 मा रहेका छन् सोडिङ वाग्ले, अर्थमन्त्री। कुनै पनि देशको वास्तविक शक्ति मापन गर्ने एउटा महत्त्वपूर्ण आधार हो अर्थतन्त्र, किनकि पैसा, बजेट, विकास आयोजना र आर्थिक नीति बिना राज्य सञ्चालन गर्न सम्भव हुँदैन। यही कारणले अर्थमन्त्रीको पद नेपालको सबैभन्दा शक्तिशाली पदमध्ये एक मानिन्छ। सोडिङ वाग्लेले अर्थतन्त्रका जानकार र नीतिगत बहसमा लामो समयदेखि सक्रिय व्यक्ति हुन्। अर्थ मन्त्रालयले देशको वार्षिक बजेट बनाउँछ, कर नीति निर्धारण गर्छ, सरकारी खर्चको दिशा तय गर्छ र आर्थिक विकासको रणनीति तयार गर्छ। एउटा अर्थ मन्त्रालयको निर्णयले उद्योगी, व्यवसायी, लगानीकर्ता र सामान्य नागरिकसम्म प्रत्यक्ष प्रभाव पार्न सक्छ। नेपाल जस्तो डेभलपिङ देशमा रोजगारी सिर्जना, पूर्वाधार विकास, वैदेशिक लगानी र आर्थिक सुधारका विषयहरू अत्यन्तै महत्त्वपूर्ण मानिन्छन्। नम्बर 2 मा रहेका छन् रामचन्द्र पौडेल, राष्ट्रपति। नेपालको संविधान अनुसार राष्ट्रपति देशका राष्ट्र प्रमुख हुन्। कार्यकारी शक्ति प्रधानमन्त्री र मन्त्री परिषद भए पनि राष्ट्रपतिको पद नेपालको राज्य संरचनामा अत्यन्तै उच्च स्थानमा रहेको छ। रामचन्द्र पौडेल नेपालको वर्तमान राष्ट्रपति हुन्। राष्ट्रपतिले संविधानको संरक्षण गर्ने, महत्त्वपूर्ण संवैधानिक प्रक्रियामा भूमिका खेल्ने र अन्तर्राष्ट्रिय जनताको प्रतीकको रूपमा काम गर्ने जिम्मेवारी पाउँछन्। नेपालमा राष्ट्रपति पद प्रत्यक्ष रूपमा दैनिक शासन सञ्चालन गर्ने पद होइन, तर राज्यको सर्वोच्च संस्थागत पद भएकाले यसको आफ्नै महत्त्व र प्रभाव हुन्छ। सांसदबाट पारित विधेयक, प्रमाणीकरण, संवैधानिक नियुक्ति र राष्ट्रिय समारोहहरूमा राष्ट्रपतिको भूमिका महत्त्वपूर्ण हुन्छ। नम्बर 1 मा रहेका छन् बालेन्द्र शाह, प्रधानमन्त्री। नेपालको वर्तमान शासन प्रणालीमा सबैभन्दा ठूलो कार्यकारी शक्ति प्रधानमन्त्रीसँग हुन्छ र प्रधानमन्त्रीको रूपमा बालेन्द्र शाह अर्थात् बालेन देशको सबैभन्दा शक्तिशाली पदमा रहेका छन्। बालेनको राजनीतिक यात्रा परम्परागत शैलीभन्दा फरक रह्यो। काठमाडौँ महानगरपालिकाको मेयरबाट राष्ट्रिय राजनीतिमा उदाएका उनले जनतामाझ एउटा नयाँ प्रकारको नेतृत्व छवि बनाए। प्रधानमन्त्रीको रूपमा उनीसँग मन्त्री परिषद नेतृत्व गर्ने, सरकारको नीति तथा कार्यक्रम तय गर्ने र राज्य सञ्चालनको मुख्य जिम्मेवारी हुन्छ। देशको प्रशासन, विकास, प्राथमिकता, राष्ट्रनीति र सरकारको दिशा निर्धारणमा प्रधानमन्त्रीको भूमिका सबैभन्दा महत्त्वपूर्ण हुन्छ। नेपालमा प्रधानमन्त्री पद केवल एउटा राजनीतिक पद होइन, यो देशको कार्यकारी निर्णय गर्ने केन्द्र हो। र साथीहरू, एउटा कुरा निश्चित छ, नेपालको भविष्य निर्धारण गर्ने शक्ति केवल एउटा व्यक्तिमा होइन, यी सबै संस्थाहरू र नेतृत्वकर्ताहरूको निर्णयमा भर पर्छ। तपाईँको विचारमा नेपालको सबैभन्दा शक्तिशाली व्यक्ति कुन हो? कमेन्टमा आफ्नो विचार लेख्नुहोला। यस्ता तथ्यमा आधारित भिडियोको लागि च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला र साथीहरू आफ्नो ख्याल राख्नुहोला। हाम्रो भेट फेरि हुनेछ। धन्यवाद।